हेलो एभ्रिवान, आज चाहिँ म उठ्ने बेलामा पुरै घाम नै लागिसकेको थियो झलमल्ल। म चाहिँ अनि उठेर फ्रेस भएर ब्राउनीलाई एकछिन बाहिर घुम्नलाई छोडिदिएँ। त्यसपछि आफ्नो लागि ब्रेकफास्ट बनाएँ। जिम जानु अगाडि चाहिँ मलाई केही त्यस्तो खान मन लाग्दैन धेरै, त्यही भएर एउटा ब्रेड र कफी अनि अलिकति नट्स खाएर जान्छु। ब्राउनीलाई चाहिँ अब छोडेर जान लाग्यो भने थाहा भएर सँगै आएर टाँसेर बस्ने हो। त्यसपछि चाहिँ अनि म कफी खाएर रेडी भएर जिम जानको लागि निस्किएँ। यस्तो गर्मी थियो नि जिम पुग्ने बेलामा। त्यसपछि जिम पुगेर एकछिन वाक गरेर म चाहिँ वाक गर्दै थिएँ। त्यति बेला ठ्याक्क गुरु पनि ठ्याक्क आइपुग्नु भयो। अनि आज चाहिँ मेरो लेग डे थियो। मस्त लेग हानेर ठ्याक्क जिम हामी अब जिम सकिने टाइममा चाहिँ 11-12 बज्न लागिसकेको हुन्छ। अनि घाम चर्केर यस्तो गर्मी हुन्छ नि त्यति बेला। त्यसपछि एकछिन इन्क्लाइन वाक गरेँ। त्यसपछि लेग गरेको भएर यस्तो थकै लागिरहेको थियो। त्यहाँ एकछिन पल्टिएर नेल्स देखाउँदै बसिरहेको थिएँ म चाहिँ, आफैले गरेको नेल्स। त्यसपछि घर आएर चाहिँ मैले खाना बनाएँ। निगुरोको तरकारीसँग मिठो खाना खाएँ। त्यसपछि मेरो बहिनीले चाहिँ मेरो अर्को हातको पनि नेल्स गरिदिए। मैले चाहिँ एउटा हातको मात्र गर्न सक्छु नि त आफ्नो, अनि उसले चाहिँ अर्को हातको पनि गरिदिएको भएर प्रिटी नेल म चाहिँ देखाउँदै पुरै फ्लेक्स हान्दै बसिरहेको थिएँ। त्यसपछि खाजा बनाएर खाएर आजको दिन सकियो। बाई।